यस्तो यो क्या यो यस्तो यो ड्रइङ गर्नुभएको रहेछ क्या। ड्रइङमा पनि एकदमै सिपालु हो नि त मेरो बुढा चाहिँ होइन, एकदमै सिपालु हुनुहुन्थ्यो। यो चाहिँ भन्नुहुन्थ्यो मलाई सम्झेर बनाएको यो भनेर भन्नुहुन्थ्यो होइन। तर म जस्तो छ कि चाहिँ त्यस उहाँले इमेजिन गरेर बनाउनु भएको भनेर मलाई भन्नुहुन्थ्यो। अनि यहाँनिर चाहिँ रहेछ उहाँको फोटो क्या। यो फोटो कलेज पढ्दा कत्रो हुनुहुन्थ्यो र 16-17 वर्षको एजको यो फोटो होइन। अनि यो फोटो यहाँ तल चाहिँ योगेन्द्र राई भनेर लेख्नु भएको रहेछ। अनि यहाँ फुलले पनि डिजाइन गर्नुभएको रहेछ होइन। अनि यो अटो यसो हेरेको मलाई कस्तो याद आयो क्या पहिलाको समय पनि एउटा छुट्टै रमाइलो थियो नि त है। अहिले त अब हामी धेरै सामाजिक सञ्जालहरू चलाउने भयौँ होइन। जे कुरा पनि हामी सामाजिक सञ्जालमै पोख्ने भयौँ। अब पहिला भनेको चाहिँ हामीले लेखेर भावना व्यक्त गरिन्थ्यो क्या कसैलाई होइन। यस्तो मिठो मिठो शब्दहरू आउने लेख्दै। अहिले त त्यस्तो शब्दहरू नै हामी युज गर्न सक्दैनौँ क्या। तर पहिला चाहिँ हामीले लेखेर भावनाहरू प्रकट गरिन्थ्यो क्या। यो चाहिँ छोरीलाई असाध्यै मनपर्छ क्या। उसको बाबाको यो ड्रइङ चाहिँ उसले हेरिरहन्छ क्या। अनि उहाँले लेख्नुभएको रहेछ क्या यहाँ, लाइफ इज नट लाइफ विदाउट स्ट्रगल अरे क्या। त्यसरी उहाँले एउटा यो लेख्नुभएको रहेछ। अनि त्यसपछि यहाँ चाहिँ चराहरू उडेको, बोटिङ गरेको, यो घर होइन उहाँले चाहिँ यसरी। अनि वाइ चाहना लेख्नुभएको रहेछ क्या। उहाँको नाम चाहिँ योगेन्द्र हो नि त। अनि चाहना चाहिँ उहाँले टाइटल नाम राख्नुहुन्थ्यो क्या, चाहना भनेर चाहिँ उहाँको टाइटल। पहिला त अब फल्ना अभागी, फल्ना दुखी, फल्ना बिरही भनेर त्यो यस्तो मान्छेहरूले नाम लेख्थ्यो नि त टाइटल होइन। तपाईँहरूलाई थाहा छ नि। त्यस्तै उहाँले चाहिँ त्यो चाहना चाहिँ सबै कुराको चाहना भएकोले मैले चाहिँ चाहना लेखेको भनेर भन्नुहुन्थ्यो क्या मलाई। त्यही भएर योगेन्द्र वाइ चाहना भनेर लेख्नु भएको रहेछ। हेलो गाइस, नमस्ते। आमासोरी युट्युब ब्लग्सबाट चाहिँ फेरि पनि तपाईँहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। अनि त्यसपछि यदि तपाईँहरू पनि कोही नयाँ हुनुहुन्छ मेरो च्यानलमा भने सब्सक्राइब चाहिँ गरिदिनु होला होइन। अनि अब हुन त मेरो च्यानल पनि नयाँ नै हो, अनि म पनि नयाँ नै हो र अनि सब्सक्राइब गरेर साथ सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट पनि गर्न नभुल्नु होला। अनि आज चाहिँ विशेष गरी हामी नेपाली किसानहरूको होइन धान दिवस हो नि त। अनि आज धान दिवसको दिन हामीले चाहिँ दही चिउरा खाने दिन पनि हो। अनि आशा छ यहाँहरू सबैजनाले दही चिउरा पनि खाइसक्नुभयो होला। र हामी सम्पूर्ण हाम्रो नेपाली किसान दाजुभाइ दिदीबहिनी आमा बुवाहरूमा चाहिँ किसान दिवसको हार्दिक शुभकामना दिन चाहन्छु म। अनि त्यसपछि आज चाहिँ अब के गर्नु, आज घरमै होइन। अब के गरौँ भनेर यस्तो सोचिरहँदाखेरि क्या आज चाहिँ मैले यसो पानी पनि परिरहेको छ नि त बाहिरतिर एकदमै। अब अहिले त यो असार भएर होला पानी एकदमै धेरै परिरहेको छ। अनि यसो रुममा हेर्दै जाँदाखेरि चाहिँ मैले एउटा यो मेरो एउटा यो श्रीमानज्यूको मैले अटो भेटेँ क्या। अब पहिला यो कलेज पढ्दाको अटो रहेछ उहाँको होइन। अहिले उहाँ त अब बाहिर हुनुहुन्छ होइन। तर मैले चाहिँ उहाँको यो अटो भेटेँ। अनि त्यहाँदेखि यस्तो हेर्दै गएँ। अब पहिलाको समयमा चाहिँ अटोहरू भन्ने एकदमै चलन थियो क्या। अब पहिला हामी स्कुलहरू पढ्दाखेरि होइन। अहिले जस्तो अब यो फेसबुक यो मोबाइल यस्तो भन्ने कुराहरू केही थिएन नि त त्यो बेलामा होइन। अनि सम्झनाको लागि हामीले चाहिँ एउटा अटो कोर्ने गर्थ्यौँ क्या। अनि मेरो पनि अटो त थियो, तर त्यो मेरो अटो चाहिँ उतै घरतिरै छ क्या। अब त्यो पनि घरतिर छ कि छैन अहिले। तर मैले चाहिँ यसो दराजमा हेर्दै गएको मेरो श्रीमानज्यूको चाहिँ यस्तो यो अटो भेटेँ क्या। अनि मलाई कस्तो मेरो श्रीमानको पनि याद आयो क्या, यो अटो हेरेँ है। अनि त्यसपछि अनि अटो हेर्दै गएँ। अनि यो अटोको बारेमा चाहिँ तपाईँहरूलाई केही भनौँ भनेर नि त। अनि त्यसपछि यो चाहिँ उहाँले कलेज पढ्दा क्या सुकुना बहुमुखी क्याम्पस पढ्नु भएको हो नि त उहाँले। +2 चाहिँ उहाँ गर्नुभएको नि त। अनि पछि ब्याचलर पढ्नु मात्रै काठमाडौँ आउनुभएको हो। अनि त्यसपछि उहाँले चाहिँ त्यो सुकुना कलेज पढ्दाखेरि भर्नुभएको रहेछ क्या। अनि फर्स्टमा चाहिँ उहाँले यस्तो यो ड्रइङ गर्नुभएको रहेछ क्या। ड्रइङमा पनि एकदमै सिपालु हो नि त मेरो बुढा चाहिँ होइन, एकदमै सिपालु हुनुहुन्थ्यो। यो चाहिँ भन्नुहुन्थ्यो मलाई सम्झेर बनाएको यो भनेर भन्नुहुन्थ्यो होइन। तर म जस्तो छ कि चाहिँ त्यस उहाँले इमेजिन गरेर बनाउनु भएको भनेर मलाई भन्नुहुन्थ्यो। अनि यहाँनिर चाहिँ रहेछ उहाँको फोटो क्या। यो फोटो कलेज पढ्दा कत्रो हुनुहुन्थ्यो र 16-17 वर्षको एजको यो फोटो होइन। अनि यो फोटो यहाँ तल चाहिँ योगेन्द्र राई भनेर लेख्नु भएको रहेछ। अनि यहाँ फुलले पनि डिजाइन गर्नुभएको रहेछ होइन। अनि यो अटो यसो हेरेको मलाई कस्तो याद आयो क्या पहिलाको समय पनि एउटा छुट्टै रमाइलो थियो नि त है। अहिले त अब हामी धेरै सामाजिक सञ्जालहरू चलाउने भयौँ होइन। जे कुरा पनि हामी सामाजिक सञ्जालमै पोख्ने भयौँ। अब पहिला भनेको चाहिँ हामीले लेखेर भावना व्यक्त गरिन्थ्यो क्या कसैलाई होइन। यस्तो मिठो मिठो शब्दहरू आउने लेख्दै। अहिले त त्यस्तो शब्दहरू नै हामी युज गर्न सक्दैनौँ क्या। तर पहिला चाहिँ हामीले
लेखेर भावनाहरू प्रकट गरिन्थ्यो क्या। अनि त्यही सम्झनामा चाहिँ उहाँले पनि एउटा अटो भरेको र मलाई हेरेँ, अनि याद आयो क्या उहाँको। अनि यो फ्लावर पनि बनाउनु भएको रहेछ है, यो कस्तो राम्रो छ यो। अनि यो चाहिँ छोरीले पनि हेरिरहन्छ क्या उसको बाबाको यो गरेको। अनि यहाँ पनि फोटो रहेछ उहाँको, यतिखेर दुब्ले पातले हुनुहुन्थेछ क्या। अनि सायद उहाँ अब कला क्षेत्रको मान्छे भएर होला, म्युजिक मन पराउने मान्छे भएर होला होइन। यहाँनिर चाहिँ यो गिटार होइन, यो के भन्छ हो, गिटार अनि को तस्बिर भएको एउटा स्टिकर पनि टाँस्नु भएको रहेछ है। अनि त्यसपछि उहाँले त्यस्तो गर्दा गर्दै अनि यहाँनिर यसरी ड्रइङ पनि गर्नुभएको रहेछ क्या। एकदमै ड्रइङमा पनि रुचि राख्ने उहाँ। अनि यो चाहिँ छोरीलाई असाध्यै मनपर्छ क्या उसको बाबाको यो ड्रइङ चाहिँ। उसले हेरिरहन्छ क्या, उसले हेरिरहन्छ। अनि उहाँले लेख्नुभएको रहेछ क्या यहाँ, लाइफ इज नट लाइफ विदाउट स्ट्रगल अरे क्या, त्यसरी उहाँले एउटा यो लेख्नुभएको रहेछ। अनि त्यसपछि यहाँ चाहिँ चराहरू उडेको, बोटिङ गरेको यो घर होइन, उहाँले चाहिँ यसरी। अनि वाइ चाहना लेख्नु भएको रहेछ क्या। उहाँको नाम चाहिँ योगेन्द्र हो नि त। अनि चाहना चाहिँ उहाँले टाइटल नाम राख्नुहुन्थ्यो क्या, चाहना भनेर चाहिँ उहाँको टाइटल। पहिला त अब फल्ना अभागी, फल्ना दुखी, फल्ना बिरही भनेर त्यो यस्तो मान्छेहरूले नाम लेख्थ्यो नि त टाइटल होइन, तपाईँहरूलाई थाहा छ नि। त्यस्तै उहाँले चाहिँ त्यो चाहना चाहिँ सबै कुराको चाहना भएकोले मैले चाहिँ चाहना लेखेको भनेर भन्नुहुन्थ्यो क्या मलाई। त्यही भएर योगेन्द्र वाइ चाहना भनेर लेख्नु भएको रहेछ। अनि यहाँ लेख्नु भएको रहेछ योगेन्द्र भनेर, फेरि यो पनि कलरफुल तरिकाले होइन। अनि यहाँ चाहिँ हर्ट सेप रहेछ, उहाँले यो हर्ट उयो गर्नुभएको रहेछ होइन, यसरी डिजाइन गर्नुभएको रहेछ। अनि मलाई उहाँ कस्तो याद आयो क्या उहाँलाई देखेर, यो सबै कुराहरू कस्तो राम्रो ड्रइङहरू पनि गर्नुहुन्थ्यो नि त। अनि यस्तो गर्नुभएको रहेछ। अनि त्यसपछि ल हेर्नु, अब यहाँनिर चाहिँ आएछ योगेन्द्र भनेर लेख्नुभएछ। यो वाइलाई पनि कस्तो राम्रो हातले यो फुल बनाएर कस्तो साहित्यिक तरिकाले बनाउनु भएको छ क्या। अनि योगेन्द्र भनेर, अनि यहाँ यस्तो लभ हार्ट सेपहरू क्या, हार्ट सेपहरू गइरहेको छ। अनि यो योगेन्द्र भनेर देख्नुभयो तपाईँले, नजिकबाट चाहिँ योगेन्द्र भनेर यसरी लेख्नु भएको रहेछ है। अनि आर्ट बाई योगेन्द्र चाहना भनेर लेख्नु भएको रहेछ तल। अनि यो भिडियो हेर्नुभयो भने चाहिँ आज मेरो बुढा पनि हाँस्नुहुन्छ होला, पहिलाको यादहरू आउँछ होला होइन। म भरिदियोस् हेर्नु भन्छु उहाँलाई होइन। अनि यहाँ पनि लेख्नुभएछ क्या चाहना भनेर, यो यहाँ देख्नुभयो नि, यो जस्तो यो चाहना भनेर यो पनि कलरफुल लेख्नुभएछ क्या। अनि त्यतिखेर चाहिँ लेख्नुभएछ। अनि त्यो बेलामा चाहिँ नि, अनि त्यो बेला चाहिँ मेरो टाइटल नाम चाहिँ भन्नुहुन्छ, मेरो चाहिँ टाइटल नाम मैले चाहिँ किन होला, मैले चाहिँ रोजी नाम टाइटल राखेको थिएँ क्या। अनि उहाँले चाहिँ यस्तो लेख्नुभएछ क्या, त्यो सम्झेर यतिखेर चाहिँ अब हामी त लभ अफेयरमा थियौँ नि त, त्यसो भएर नि मेरो चाहना नै रोजी हो भनेर यहाँनिर यसरी लेख्नु भएको रहेछ क्या। अनि त्यसपछि यहाँ पनि लेख्नु भएको रहेछ रोजी नै मेरो चाहना रे। अब उहाँ पनि भर्खर +2 त पढ्दै गर्ने मान्छे है। अब त्यस्तै खालको समय हुन्छ नि त, अब त्यस्तो ज्ञान पनि हुँदैन। अहिले सधैँ हाँस उठ्छ क्या यस्तो कुराहरूदेखि, कस्तो लाज पनि लाग्छ होइन, अप्ठ्यारो पनि लाग्छ मलाई चाहिँ त्यस्तो खालको लाग्ने है। अनि त्यसरी गर्नुभएको रहेछ। अनि यहाँनिर रहेछ अर्को चाहिँ वेलकम भनेर, दसैँमा टिका लगाएको फोटो राख्नुभएको रहेछ क्या, वेलकम भनेर। अनि यसमा धेरै कुरा लेख्नु भएको छ, इट इज माई प्रेजेन्ट टु यु, इट इज माई लभ टु यु, इफ आई वेयर फर फ्रम यु आई साल सेन्ड द प्रेजेन्ट। यसरी उहाँले यसरी लेख्नुभएको रहेछ क्या। यहाँ तल चाहिँ धेरै छ होइन, म चाहिँ तपाईँहरूलाई छोटो मात्रै पढेँ है। यसरी यति धेरै उहाँले त्यो सुरुवात क्या, स्टार्टिङमा उहाँले यो अब अटोको बारेमा त लेखिन्छ नि त पहिला, त्यही भएर उहाँले यस्तो यो अटोहरू लेखेर धेरै कुरा लेख्नु भएको छ। यहाँ यसरी लेख्नु भएको रहेछ। अनि त्यसपछि त्यस्तो लेख्नु भएको रहेछ। त्यसपछि यहाँनिर सम अफ द फिल अटोग्राफ। अनि यो चाहिँ अटोग्राफ गर्दा चाहिँ भर्ने नियमहरू उहाँले त्यस्तो त्यो रुल्सहरू चाहिँ यहाँ लेख्नु भएको रहेछ क्या। रुल्सहरू अब यो धेरै लामो छ है, यो रुल्स त के पढ्नु, अब होला नि सकभर, केरमेट नगर्नु होला, फोटो अनिवार्य टाँस्नु होला होइन। अनि फोटो बिनाको अटोग्राफ मान्यता हुने छैन, यस्तै त लेख्नु भयो होला नि, सायद त्यही लेख्नु भएको होला। अब इङ्ग्लिसमा धेरै लेख्नु भएको छ, अब पढ्नु त पढ्दा हुन्थ्यो, तर अब समय पनि जान्छ नि त। अनि त्यसपछि यसरी लेख्नु भएको रहेछ यहाँनिर। अनि त्यसपछि उहाँको त्यो कलेजको साथी होला क्या, गर्ल्स केटी साथी, उहाँले सुरुमा भर्नु भएको रहेछ। उहाँको नाम चाहिँ खै यहाँ मैले देखिनँ, तर उहाँले चाहिँ एउटा लेख्नु भएको रहेछ क्या, एउटा सायरी भर्दाखेरि के लेख्नु भएको रहेछ, मेघ चाहिँ गर्जिरहनु, बिजुली चाहिँ चम्किदिनु, प्रगतिको गोरेटोहरूमा हर समय लम्किरहनु,
स्मृति छन् दुई शब्द सदा सदा सम्झिरहने रे। वा सो स्विट, कति मिठो है। पहिलाको यस्तो नै लेखिन्थ्यो त हामी होइन। अब सायरीहरू लेख्ने त्यो बेलाको चलन अब पहिला होइन। कति नै भएर त हामीले यस्तो यो मोबाइलहरू चलाउन थालेको त, त्यस्तो समय त भएको छैन नि त हाम्रो। अब हाम्रो पालामा त अब अलिक हुनै थियो है। अनि त्यसपछि यसरी यहाँनिर त्यस्तो भनेपछि यहाँनिर चाहिँ यसरी लेख्नु भएको रहेछ क्या। यसरी आत्मीय मित्र योगेन्द्रज्यू, न्यानो अभिवादन एवं धेरै धेरै सम्झनाका लहरहरू। प्रथम त यो दुखी अनि अभागी मित्रलाई आफ्नो सुन्दर डायरीमा 2-4 शब्द कोर्नु दिएकोमा धेरै धेरै धन्यवाद भनेर आभार प्रकट गर्नुभएको रहेछ होइन। यस्तो रहेछ क्या। उहाँको धेरै छ। अब यहाँ पनि केटी साथी नै हुनुहुन्छ होइन। उहाँ पनि कलेजको साथी होला। यसरी धेरै लेख्नुभएको छ। अब पहिला यसरी अटोहरू भनिन्थ्यो नि त। अहिले कति सम्झना भयो त होइन। जे भने उहाँहरू चाहिँ कहाँ कहाँ पुग्नु भएको होला होइन, कहाँ कहाँ हुनुहुन्छ होला। अहिले कन्ट्याक्ट छैन, कहाँ कहाँ हुनुहुन्छ होला होइन, हुनुहुन्न अब सबैजना। अनि त्यो अहिले यो अटो भए पनि उहाँहरूले लेखेको कुराहरू त यहाँ त एकदमै छ नि त, भइरहेको छ। सम्झना हुन्छ, हेर्नु मिल्यो। अनि यसरी धेरैजनाले लेख्नुभएको रहेछ क्या। यहाँनिर धेरै धेरै लेख्नुभएको रहेछ। उहाँ कलेजकै के अरे उहाँको बोय साथी होला, केटा साथी रहेछ होइन। उहाँले पनि भन्नुभएको छ होइन। अनि यस्तो क्या। अनि यो पल्टाउँदै जाँदाखेरि धेरै चाहिँ, अनि त्यहाँदेखि अनि धेरै अब यो डायरी पुरै भरिएको छ नि त। अब यो सबै तपाईँहरूलाई देखाएर त साध्य त हुँदैन है, सबै साध्य त हुँदैन। यो पढेर पनि साध्य त हुँदैन। अनि एकजना उहाँ साथीले पनि भन्नुभएको रहेछ क्या। फोटो हेर्नु न, फोटो त्यो बेला कस्तो इनोसेन्ट फोटो हुन्छ होइन। अहिले कस्तो क्या यता ढल्किने उता ढल्किने केही हुँदैन नि त। त्यतिखेरको समयमा त यसरी फोटो यसरी खिचिन्छ होइन उहाँले। अनि यस्तो तरिकाले डिजाइन छ क्या, यस्तो डिजाइन गरेरै यसरी राख्नुभएको छ। यो रहेछ। अलिकति म पढ्छु है त ल। उहाँले चाहिँ के लेख्नु भएको रहेछ भने, समय 9 बजे, स्थान आफ्नै कोठा, वातावरण सुनसान होइन, मिति यति लेख्नु भएको छ होइन। अनि त्यसपछि आत्मीय मित्र योगेन्द्रजी, यो छोटो जीवनको लामो सम्झनाका साथै न्यानो मायाका लहरहरू ल मित्र स्वीकार्नुहोस्। एवं सर्वप्रथम त म तपाईँलाई शैक्षिक सफलताको कामना गर्दछु। मित्र, तपाईँले यो सुन्दर अटोमा 2-4 शब्द मलाई कोर्ने मौका दिनुभएकोमा तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। मित्र, हामी छिमेकी जिल्लाकै भएर पनि समयको दौरानसँग यस ठाउँमा आएर परिचित भएकोमा ज्यादै आभारी छु। अनि उहाँले चाहिँ यसरी लेख्नुभएको रहेछ क्या। अनि त्यसपछि कति मिठो लेख्नु भएको छ होइन। अहिले त हामी यस्तो शब्दहरू नै, अहिले त चिठीको चलनै हराइसक्यो नि होइन। त्यस्तो अनि यसरी लेख्नुभएको रहेछ। अनि धेरै छ क्या उहाँको यो अटोमा। र यसमध्ये म एउटा स्पेसल एउटा चाहिँ तपाईँहरूलाई म देखाउँछु ल। यहाँनिर एकजना मैले यहाँ देखेको थिएँ। एकजना मेरो साथीले पनि भरेको रहेछ। अनि एउटा मेरो दिदीको साथीले पनि भरेको छ। र एकजना चाहिँ उहाँको एकदमै उहाँ चाहिँ हाम्रै गाउँको दाइ हो क्या, एउटा सुन्दर भट्ट। उहाँ चाहिँ अहिले तराईमै वहीँ मोरङमै अहिले टिचिङ काम गर्नुहुन्छ होइन। अनि मेरो हस्बेन्डसँगै पढ्नुहुन्थ्यो नि त। उहाँ साथी हो तर मेरै गाउँको दाइ हो क्या उहाँ चाहिँ। अनि त्यसपछि उहाँले चाहिँ क्या, यो सुन्दर भट्ट के दाइ, तपाईँले हेरिराख्नु भएको छ भने हेर्नु ल। तपाईँले यसरी अटो भरिराख्नु भएको रहेछ। अनि अहिले दाइलाई नभेटेको पनि धेरै भइसक्यो होइन। अनि उहाँले चाहिँ यसरी भर्नु भएको रहेछ। अनि उहाँले चाहिँ यहीँबाट नै यति लामो यसरी लेख्नुभएको छ क्या। अनि यसरी लेख्नुभएको छ। र दाइले चाहिँ के लेख्नुभएको छ भने, आत्मीय मित्र योगेन्द्र, अनन्तकालीन चिरस्थायी माया एवं सम्झना पनि ल। सर्वप्रथम त तपाईँको सम्झनाको सङ्गालोमा धेरै साथीभाइहरूको जमघट बिच मैले पनि स्थान पाएकोमा तपाईँलाई धन्यवाद दिनै पर्दछ। योगेन्द्रजी, वर्तमानको निरसमयी धरातलमा टेकेर विगत र आगतको समीकरण गरी अनि निश्चन्त र अन्धकारमा भविष्यलाई ज्योतिमय तुल्याउने प्रयत्नका लागि जिन्दगीका तमसुकहरूमा साइन गर्दै दुःख सुखका बाध्यात्मक चक्रहरूलाई छिचोल्दै सङ्घर्षमय जीवन बिताउने क्रममा बौद्धिकता र भावनाको दृष्टिकोणले एक सूत्रमा आबद्ध भई आत्मीयता र घनिष्ठताको साइनोमा हामी गाँसिन पुगेका छौँ। यसरी लेख्नुभएको रहेछ क्या। उहाँले धेरै छन् त है। अनि त्यसपछि त्यसरी लेख्नुभएको रहेछ। यहाँसम्म छ। उहाँ चाहिँ के अरे सुन्दर दाइ हो क्या। यहाँनिर अलिकति फोटो पनि गरिदिउँ न, दाइ पनि हाँस्नुहुन्छ होला।
अनि त्यसपछि अनि यस्तै लेख्नु भएको रहेछ क्या। अनि त्यसपछि यो मैले के लेख्नु भएको रहेछ भने अन्त्यमा भनेर पनि यहाँनिर लेख्नु भएको रहेछ यसरी दाइले चाहिँ होइन। दाइको चाहिँ मलाई अलिकति पढिदिनु मन लाग्यो नि त, अब धेरै छ लामो है। अनि त्यसपछि लेख्नु भएको रहेछ जिन्दगी मुक्तक भनेर क्या, जिन्दगीका अभिव्यक्तिहरू अरे के। हिँड्दा हिँड्दै एक्कासी तर्से जस्तो, मार हान्न तयार खसी पर्से जस्तो, जीवन यस्तो लाग्छ अनि सुत्ती हराएर सबथोक बिर्से जस्तो। वाउ। अनि अर्को एकमा त्यो लेख्नु भएको छ, दुईमा बाँच्दै मर्दै र फेरि बाँच्दै छोटिँदो छ जीवन, सङ्घर्षको उपत्यकामा निरन्तर छोटिँदो छ जीवन, साँच्चीकै साथी आक्षेप गाली र अनेक लान्छनामा खेदिँदो छ जीवन भनेर लेख्नु भएको रहेछ क्या लास्टमा क्या। दाइ तपाईँले यसरी पढ्नु भएको रहेछ है, कस्तो याद आयो मलाई। दाइ त अहिले अब टिचर हुनुहुन्छ होइन, उतै भेट नभएको त धेरै भयो। अनि उहाँको नाम चाहिँ एस भट्ट भनेको चाहिँ सुन्दर भट्ट हो क्या, दिङ्ला भोजपुर उहाँकै हो। यसरी उहाँले त धेरै लेख्नु भएको रहेछ। त्यतिखेर समयमा चाहिँ यस्तो हुन्थ्यो नि त, मेरो रोजाइहरू पनि लेखिन्थ्यो नि त। दाइले लेख्नु भएको रहेछ साहित्यकार लक्ष्मी प्रसाद भुपी, खगेन्द्र सङ्ग्रौला, नायक नायिका राजेश दिलीप निरुता होइन, गायक गायिका नारायण गोपाल, रामकृष्ण, कुन्ती, सिन्धुली, पुस्तक जङ्गबहादुर, उपन्यास, इतिहास कालो पोतिएको अनुहार, कान्तिपुर चाहिँ पत्र पत्रिका चाहिँ कान्तिपुर, नेसनल, मूल्याङ्कन हिमाल, अनि रङ चाहिँ रातो गुलाबी उहाँहरूलाई मन पर्दो रहेछ क्या, त्यसरी लेख्नु भएको रहेछ। अनि त्यसपछि वैज्ञानिक चाहिँ आइन्स्टाइन, डार्विन, ग्यालियो, स्टेफन ह्याकिङ आदि यस्तो चाहिँ उहाँलाई मनपर्ने रहेछ क्या। त्यतिखेरको समय चाहिँ आफ्नो चाहनाहरू के छ, मनपर्ने रङ, खाना, ठाउँ यस्तो सबै लेखिन्थ्यो नि त होइन। जस कस्तो अर्कै खालको टाइम थियो क्या त्यो बेलामा। अनि यसरी भर्दै यसरी चाहिँ भरेको छ। त्यसमध्येमा मलाई एउटा अर्को पनि एकजना मेरो साथीले भरेको छ क्या यहाँनिर। मेरो साथीले भरेको चाहिँ मैले कहाँनिर फोटो म हेर्छु है, एकपल्ट मेरो साथी चाहिँ भरेको छ। भर्नु चाहिँ ल मैले चाहिँ मेरो साथीले भरेको पनि भेटाएँ नि त। यो चाहिँ मेरो एकदमै मेरो मिल्ने साथी हो क्या, यो देविका भन्ने। त्यतिखेर त्यसको चाहिँ बिचरा यसको ब्ल्याक व्हाइट मात्रै फोटो थिएछ कि क्या हो भने यसले। अनि यसले पनि भरेको रहेछ होइन। यो पनि अहिले टिचिङै काम गर्छ। यो पनि उतै दिङ्ला जुन स्कुलमा पढेको थियौँ हामी त्यहीँ अहिले टिचिङ गर्छ होइन। अनि यसको पनि अहिले त एउटा छोरी छ। अनि त्यसपछि अनि एकदमै मेरो मिल्ने साथी यो पनि हो क्या त्यतिखेर स्कुल पढ्दाखेरि। अनि यसलाई चाहिँ तर अब यसले पनि भरेको रहेछ क्या। यसले चाहिँ के भनेको चाहिँ अब यसको चाहिँ देविका राई हो नाम। यसले चाहिँ के यसले अब यसको पनि म थोरै पढिदिउँ न त। यसले चाहिँ एउटा सायरीबाट सुरु गरेको रहेछ है। देविका तैँले सुन्दैछ के अरे हेर्दैछस् भने सुन है त। यसले लेखेको रहेछ, दुई दिने जिन्दगानी रहेछ घामछाया, जन्म जन्म रहिरहोस् अजम्बरी माया, रोनुसा साम्पाङ अरे। यसको नाम चाहिँ रोनुसा अरे। फेरि अब यसको चाहिँ टाइटल नाम थियो, एकदम सबैले टाइटल नाम राख्ने चलन थियो क्या त्यो बेलामा चाहिँ है। त्यो त्यस्तो अब अहिले त त्यस्तो राख्छ कि राख्दैन, अब अहिले त खासै राख्दैन पनि होला हौ। त्यतिखेर त अब हामीले त्यस्तै नाम राख्थ्यौँ क्या। यसको चाहिँ रोनुसा, खास देविका हो नि त, यसको रोनुसा साम्पाङ अरे। अनि यसले पनि लेखेको रहेछ यहाँनिर यसरी यसले लेखेको रहेछ क्या, परिचित दादा योगेन, न्यानो अभिवादन साथै सुमधुर मायाका लहरहरू। दादा आज म ज्यादै नै खुसी छु किनकि तपाईँ जस्तो मानिसले मलाई सम्झेर यो सुन्दर कोमल हृदयले भरिएको सुन्दर कपी डायरी मेरो सामु पर्दा त्यसैले म तपाईँलाई हृदयदेखि नै थ्याङ्क्स दिन चाहन्छु अरे। यसले पनि अब यसरी लामो लेखेको छ नि त, सबै पढेर साध्य हुँदैन होइन। यसले यसरी नै धेरै लेखेको छ। अनि अब त्यतिखेर साहित्यिक निकै लेखेको छ नि त, लेखेको रहेछ, दादा सबैले भन्छन् मानिसको जीवन कर्कलाको पानी सरह हुनुपर्ने हो सम्झदा, तर पनि मलाई त्यस्तो लाग्दैन। मानिसले आफ्नो हर चाहना पुरा गरेर नै छोड्छ। जीवनमा अनेकौँ कठिनाइहरूसँग लडेर नै भए पनि आफ्नो लक्ष्य पुरा गर्न सबैको इच्छा चाहना रहन्छ नै भनेर यसले यसरी लेखेको रहेछ क्या। अब यसले धेरै लेखेको रहेछ होइन। अब यसको म धेरै सबै पढेर त सक्दिनँ। अनि यसरी लेखेको रहेछ। अनि अब लास्टमा चाहिँ अब यहाँ धेरै छ, तर लास्टमा एउटा चाहिँ म के भन्छु भने यो ऊ पनि मेरो एकदमै मिल्ने साथी हो क्या। ऊ चाहिँ मेरो दिदीको छोरी हो दुर्गा होइन। ऊ चाहिँ दमकमा बस्छ होइन। अहिले पनि हामी अब एकदमै धेरै कुराहरू भइरहन्छ, हाँस्ने जिस्किने होइन, रमाइलो कुरा गर्ने अहिले पनि।
एकदम अनि ऊ एकदम मेरो एउटा अब बेस्ट साथी भनेको चाहिँ होइन ऊ चाहिँ एकदमै मिल्ने हामी ऊ तिनजना अघि मैले देखाएँ ऊ देविका अनि ऊ चाहिँ दुर्गा हो क्या ऊ पनि एकदमै धेरै मिल्ने हामी झन् अब अहिले पनि हामी त कुरा हुन्छ हाँस्नु छोडिँदैन है त्यस्तै हो अनि उसले पनि त्यसरी नै उसले पनि लेखेको रहेछ। हाई योगेन्द्र दाई, न्यानो मायाको अभिवादन। दादा, कसरी सुरु गरौँ यी अपुरा जीवनभर अनि कसरी अर्थ लगाऊ यी अपरिचित जिन्दगीका व्याथाहरू। सायद जिन्दगी भन्नु नै हाँसो र आँसुको समीकरण रहेछ। त्यही जिन्दगीलाई सङ्घर्ष गर्दै आजसम्म पो सुख दुःखले सजिएको संसारमा हामी कहिले हाँस्दै कहिले रोँदै अनि यी लक्ष्यहीन पाइलाहरू अघि बढिरहेका छन्। अब आउने भावी दिनहरू खै के हुने हो आखिर कसलाई थाहा होला र। त्यसैले दादा, तपाईँको हर लक्ष्य चाहना अनि तपाईँको इच्छा आकाङ्क्षा सफलता नै सफलताले चरमचुलीमा पुगोस् अनि तपाईँको त्यो सुन्दर सपनाहरू साकार हुन् भनेर उसले लेखेको रहेछ। अन्त्यमा तपाईँको जिन्दगी सधैँ सुख शान्ति समृद्धिले सजियोस्, यही मेरो शुभकामना बहिनी अरे क्या दुर्गा राई। उसले चाहिँ उतिखेर कति क्लासमा पढ्दो रहेछ, यो क्लास 10मा पढ्ने रहेछ क्या ऊ। मभन्दा अलिकति एक ब्याच पछाडि होला जस्तो लागेको छ क्या ऊ पढ्ने। हामी सँगै छैन तर हामी मिल्न चाहिँ एकदमै धेरै मिल्ने क्या। अनि यसरी धेरै छ क्या उहाँको अब यो होइन लास्टसम्मै छ उहाँको त्यो अन्तिमसम्मै छ। अब यो सबै मैले देखाएर साध्य पनि हुँदैन होइन। अनि त्यसपछि ल आज चाहिँ मैले उहाँको यो डायरी भेटेर होइन म चाहिँ यस्तो यो पढेर इमोसनल पनि भएँ होइन। मेरो श्रीमानजीको मलाई याद पनि आयो होइन। अब त्यतिखेर सानै उमेरमा 15-16 वर्षको उमेरमा तराईमा कलेज पढ्न झर्नु भएको थियो होइन। अनि पछि ब्याचलर मास्टर गर्न चाहिँ काठमाडौँमै आउनुभयो है। अनि त्यसपछि अनि त्यो चाहिँ पहिलाको सम्झना रहेछ। अनि त्यसपछि अनि मैले सम्झेँ आज घरमा बसेर है कस्तो मिठो हुन्छ नि, कस्तो यादहरू आउँछ क्या त्यो समयको होइन त्यतिखेरको। अनि त्यो कुराहरू सम्झेँ अनि मैले त्यही भएर आज तपाईँहरूलाई चाहिँ सेयर गर्न मन लाग्यो क्या। अनि त्यसपछि त्यही भएर मैले आजको ब्लग्समा चाहिँ मैले मेरो श्रीमानको मेरो श्रीमानज्यूको चाहिँ सानो भावना अथवा उहाँको भावनाहरू समेटेको एउटा डायरी भेटेर तपाईँहरूलाई व्यक्त गर्न मन लाग्यो। अनि यति नै हो। अनि तपाईँहरूलाई अरू बाँकी के भन्नु होइन। फेरि पनि अब असार 15 धान दिवसको शुभकामना। अनि त्यसपछि अब यदि के अरे मलाई लाइक सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु होइन। अनि अब अहिलेसम्म फुल टाइम भिडियो वाच गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र बाँकी फेरि म तपाईँहरूलाई अर्को नेक्स्ट ब्लगमा नेक्स्ट भिडियो लिएर आउनेछु। अझै त बाई बाई।